सम्पूर्ण चिकित्सक साथीहरुमा नमस्कार। आज देश महत्त्वपूर्ण परिवर्तनको संघारमा छ। यो परिवर्तन सुखद हुनेछ वा भयानक हामीले चुन्ने आगामी नेतृत्वले निर्धारण गर्नेछ। म कर्णाली क्षेत्रमा रहेर कर्णाली र देशको लागि चिकित्सा क्षेत्र, चिकित्सा सेवा र अनुसन्धानमा अनुभव हासिल गरिसकेपछि आज महत्त्वपूर्ण घोषणा गर्न गइरहेको छु। चिकित्सा क्षेत्रमा रहेको समस्याहरू समाधान गर्न, सम्भावनाहरूको खोजी गर्न, बलियो मेडिकल फ्रेटर्निटीको निर्माण गर्दै त्यो स्ट्रेन्थेन मेडिकल फ्रेटर्निटी मार्फत गुणस्तरीय स्वास्थ्य सेवा सेक्योर गर्दै र हामी चिकित्सक बीचको भाइचारा अथवा युनिटीलाई अझ प्रगाढ बनाउनका लागि माघ महिनामा हुन गइरहेको नेपाल चिकित्सक संघको चुनावमा म प्रेसिडेन्ट पदमा क्यान्डिडेसी यही भिडियो मार्फत घोषणा गर्दछु। म पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको परिवर्तनको आकांक्षालाई एउटा बलियो पुलको रूपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु। एकल नेतृत्वले परिवर्तन सम्भव नहुने हुँदा नेपालमा रहनुभएका कुनै पनि एफिलिएसन्सका, कुनै पनि ब्याकग्राउन्डका र कुनै पनि भूगोलका चिकित्सक साथीहरू यो यात्रामा क्यान्डिडेसी दिन हुन म विनम्र अनुरोध गर्दछु, ताकि हामीले एउटा बलियो र भरपर्दो टिम निर्माण गर्न सकौं। यो महत्त्वपूर्ण यात्रामा कन्ट्रिब्युट गर्नका लागि नेपाल मेडिकल एसोसिएसनको लाइफ मेम्बर बन्न जरुरी छ। आगामी माघ 13 गते अबको 6 दिनभित्र नेपाल मेडिकल एसोसिएसनको लाइफ मेम्बर लिइदिन हुन म सम्पूर्ण मेम्बरशिप नलिनुभएका चिकित्सक साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र यो चिकित्सा क्षेत्र परिवर्तनको यात्रामा एउटा रेस्पोन्सिबल र आउटकम ड्रिभन लिडरशिप मार्फत लामबद्ध भइदिन हुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार।